2062 सालमा मैले यही स्कुलबाट एसएलसी मैले पास गरेको थिएँ। आज लगभग 22 वर्षपछि यहाँबाट मैले अलिकति मोडिफाई पनि भएछ स्कुल, संरचनाहरू पनि नयाँ भएछ, खुसी लाग्यो। यो चाहिँ आमचोक स्वास्थ्य केन्द्र, आमचोक गाउँपालिकाको स्वास्थ्य केन्द्र यहाँनिर रहेछ। शहीद पार्कतिर म चाहिँ लागेँ। यहाँनिरबाट शहीद पार्क देश बनाउनको निम्ति आफ्नो ज्यानको आहुति दिने प्रमुख मान्छेहरूलाई आज यहाँबाट म ल्याउँदैछु। जनयुद्धताका केही तर उहरू चाहिँ नामहरू चाहिँ छैन कि के हो। एकजना नेता शहीद पार्क, तर के हो नामहरू खास गरी ल त्यो त थाहा भएन। चाहिँ उहाँहरूले देशको मुहार फेर्नको लागि चाहिँ ठुलो योगदान गर्नुभएको हो। तर यस्तो जीर्ण अवस्था पनि रहेछ, यो किन यस्तो, यो चाहिँ थाहा भएन। यहाँ चाहिँ जीर्ण अवस्था छ, यो किन यस्तो भयो त्यो चाहिँ थाहा भएन। तर उहाँहरूको योगदानको बारेमा केही यहाँ अभिलेखहरू चाहिँ राखेको छैन। फेरि पछाडिबाट यस्तो चाहिँ मार्बल छ, उहाँहरूको त्यो योगदान, नाम र ठेगाना, त्यस्तो डेट मितिहरू केही पनि छैन फेरि है। चाहिँ अलिक दुःखको कुरा हो। आमचोक गाउँपालिका जनसेवा अस्पताल बालङ्खा। यो बालङ्खामा चाहिँ यहाँ डाक्टर रोशन झा मेडिकल अधिकृत, सायद फिजिसियन अथवा मेडिकल प्रमुख हुनुहुन्छ। सायद वार्डहरू होला। यो चाहिँ बालङ्खादेखि थोरै माथि लभ डाँडादेखि अलिकति माथिको यो उकालो असाध्यै रमाइलो छ है। यहाँ यो बादल लागिरहेछ, यो बादलले कसलाई भेट्न हतारमा हिँडिरहेछ त्यो चाहिँ मलाई थाहा भएन। प्रकृतिको यो आफ्नै छटा छ, हेर्नुहोस् त। गाउँ अति रमाइलो पनि छ। प्रकृतिको जुन यो देन छ, प्रकृतिले बनाएकै पहराहरू हेर्नुहोस् त कति रमाइलो छन्। ल अब चाहिँ साकेन्वाको ट्याक्क त्यो छङ्खा साकेन्वाको सबभन्दा ठुलो स्थान हो यो, सबभन्दा साकेन। यहाँनिर हामी आइपुग्यौँ, एकदमै रमाइलो छ। ल हेरौँ त, आम्मामा हेरौँ त साकेन्वा डाँडा यस्तो छ, कुहिरोले छोपिरहेको छ है, त्यो खतरा। ल यहाँ त भेडाहरू रहेछ, साह्रै रमाइलो। भेडी गोठालो है। म पनि यहाँ त एकदमै क्या रमाइलो र। के पो फुइनताङ गाउँ। ल है, भीमेश्वरीको यो कुहिरोसँगै लुकामारी खेलिरहेको यो भीमेश्वरी हेर्नुहोस् त कस्तो रमाइलो छ। यो ठाउँले पनि एउटा इतिहास बोकेको छ। यो ठाउँमा पनि धेरै नै पहिला घुम्यो है, बस्यो। भलिबल खेल्नको लागि पनि यतातिर आइयो जमानामा। आजभन्दा 22-23 वर्ष भनेको 2062, 61-62तिर है। सम्झना दिलाइदियो है यतातिर आउँदाखेरि, सँगसँगै हेर्दाखेरि रमाइलो के गर्नु, धेरै नै रमाइलो छ यहाँ। ल हेर्नुहोस् प्रकृति। भीमेश्वरीको एकदम रमाइलो ठाउँ भन्छ, एकदम एकदम रमाइलो ठाउँ छ। एकदम उड्दै गरेको यो बादल छ, उड्दै उडिरहेको छ। यसले केलाई भेट्दै कुदियो भने थाहा छैन। पहिला एकदमै यहाँ
साथीहरूसँग रमाइलो गर्न 2061 सालतिरको कुरा थियो। त्यसरी हामी यहाँ रमाइलो गर्थ्यौँ साथीहरूसँग। सबैलाई यहाँ आएर एकपल्ट हेर्नु होला। यहाँ चाहिँ दिशा निर्देश गरिएको रहेछ। साम्बाराङ चेम्खाटोल विकास संस्था चेम्खा। अनि यो एउटा दिशा रहेछ। यहाँबाट भीमेश्वर चण्डीथान फुइन्ताङ बालाङ्खा यो एउटा छ। बालाङ्खा अब यतै होइन, बालाङ्खा यता हो। त्यसपछि आएर भीमेश्वर यो उता यता यही बाटो भीमेश्वर जान्छ। अनि यो चण्डीथान छ। चण्डीथान चाहिँ यहाँ तल हो, ऊ तलबाट जाने रहेछ। यो चाहिँ साकेनवारको सबभन्दा ठुलो साकेन्वा लाग्ने ठाउँ छङ्खा साकेन्वा। यो यहाँको एकदमै इतिहास धेरै लामो छ। यो सम्बन्धमा चाहिँ अब हामीले बोल्न मिल्दैन। अब हामीले थाहा नभएको कुरा, सामान्य सुनेको कुरामा यहाँ बयान गर्न मिल्दैन। जे होस् यहाँको ठुलो साकेन्वा हो है। यहाँबाट अब पाटी पौवाहरू हरेक छन्। यहाँ तल देखेको चाहिँ आमचोक स्वास्थ्य जनसेवा, त्यस्तै गरी शहीद पार्क हो। यहाँबाट यो देखिएको उता निमेषमा एकदमै रमाइलो देखिएको छ आमचोक गाउँपालिकाको बालाङ्खा बजार। यो म पनि 2065मा यहाँबाट यही स्कुलबाट मैले एसएलसी दिएको थिएँ। एकदमै सम्झनामा अहिले धेरै फरक विकासहरू भएको छ। विकासले गर्दा अलिकति राम्रो पनि देखिएको छ। एकदमै रमाइलो छ। ल हिँड्दा हिँड्दै झमक्क रात पनि परिसकेछ। बालाङ्खा बजारकै कुनै सिरोफेरोमा उभिँदै गर्दा झमक्कै रात भयो। यहाँबाट देखिने पर साह्रै सुन्दर ठाउँ आमचोक गाउँपालिका बालाङ्खाकै एउटा सुन्दर डुमाराङ अर्थात् सुन्दर वाराताङ गाउँ हो। आज यसैबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्ते।